द्वितीयको सम्बन्धी नै आज नेत्र सम्बन्धी विचार है। अब के भन्छ भने शुक्र सेन्दु त्रिकस्थो जनुषी शुक्र सेन्दु शुक्र जो छ है छ इन्दु चन्द्रमाका साथमा युक्त भएर जनुषी जो व्यक्ति छ कहाँ जान्छ त भन्दा त्रिकस्थ त्रिक स्थानमा शुक्र र चन्द्रमा त्रिक स्थानमा जान्छन् है। शुक्र र चन्द्रमा जो छन् त्रिक स्थानमा जान्छन्। शुक्र र चन्द्रमा त्रिक स्थानमा यदि जान्छन् भने कुनै पनि व्यक्तिको शुक्र सेन्दु त्रिकस्थो जनुषी निसिनरः प्राप्नुयात् अन्धकत्वम त्यो व्यक्तिले के हुन्छ त अन्धकत्वम रातिमा आँधो हुन्छ भनेको के हुन्छ भन्दाखेरि त्यो व्यक्ति के हुन्छ त भन्दाखेरि रातिमा आँखा नदेख्ने हुन्छ रतन्धले युक्त भएको हुन्छ। के भयो भने त भन्दा चन्द्रमा र शुक्र यदि त्रिक स्थानमा जान्छन् भने कहाँ जान्छन् भने अगाडि भन्दैछ नि शुक्र सेन्दु त्रिकस्थो जनुषी निसिनरः प्राप्नुयात् अन्धकत्वम जब शुक्र र चन्द्रमा 6-8-12 त्रिक स्थानमा जान्छन् भने त्यो व्यक्ति रतन्ध हुन्छ। कस्तो हुन्छ अर्थात् रातमा आँखा नदेख्नेवाला हुन्छ। अगाडि जन्मान्ध व्यक्ति जन्मान्ध हुन्छ जन्मिँदैखेरि अन्ध हुन्छ अरे जन्मिँदैखेरि आँखाको समस्या लिएर जन्मिएको हुन्छ अथवा जन्मिँदैखेरि आँखा नदेख्ने हुन्छ। कस्तो अवस्थामा भन्दा अर्क भनेको अर्कले सहित भनेको सूर्यले सहित भएको शुक्र र तनुभवनपति त्रिक स्थानमा जान्छन् भने सूर्यले सहित भएको शुक्र र तनुभवनपति भनेको लग्नको मालिक जो छ त्यो त्रिक स्थानमा जान्छन् भने जन्मैले अन्ध भएको हुन्छ। के हुन्छ कस्तो योग त भन्दा जस्तै अब यो एउटा योग भयो शुक्र र चन्द्रको त है। अब यहाँ को छ लग्नको मालिक के छ त भन्दा बुध 3 राशि छ होइन मिथुन राशिको मालिक बुध। त्यहाँ के भन्छ भन्दा सूर्यले सहित भएको शुक्र अनि लग्नका साथमा पनि होस्। अब हेर सूर्यले सहित भयो शुक्र अनि लग्नका मालिकका साथमा यो बुधका साथमा पनि अब यहाँनिर यसरी शुक्र पनि साथमा हुन पर्यो सूर्य पनि साथमा हुनु पर्यो र लग्नको मालिक पनि साथमा यी 3 गएर एक भएर एकै ठाउँमा 6-8-12 मा गएर बस्छन् भने जन्मान्ध हुन्छ व्यक्ति। रातमा पनि के जन्मान्ध जन्मिँदाखेरि के हुन्छ त आँखाको समस्या लिएर जन्मेको हुन्छ अथवा जन्मिँदाखेरि आँखा नदेख्ने भएर जन्मेको हुन्छ। 2 योग भयो। चन्द्र र सूर्यको आँखा सम्बन्धी धेरै के हुन्छ त योग बनिरहन्छ। सूर्य चन्द्र च नेत्रे भनेर हामी त पढ्छौँ नि हैन। अब हेर सुरुमा के भन्छ शुक्र चन्द्रमाका साथमा युक्त भएर त्रिक स्थानमा जान्छ भने रातिमा अन्ध हुन्छ। के हुन्छ अथवा रतन्ध रोग जो हुन्छ त्यो लाग्दछ व्यक्तिमा। अर्को भन्छ यदि जन्मान्ध सार्क शुक्रस्तनुभवनपति स्यात् तदानीं मनुष्य यदि त्यो व्यक्तिको अर्कले सहित भएको शुक्र भनेको सूर्य र शुक्र अनि तनुपति भनेको लग्नको मालिक के लग्नको मालिक सूर्य र शुक्र त्रिक भवनमा भनेको 6-8-12 यहाँ मैले लेखिन है त्यही पनि बुझ्ने 6-8-12 मा जान्छन् भने त्यो व्यक्ति कस्तो हुन्छ त जन्मान्धै हुन्छ। उसको जन्मिँदैखेरि आँखामा समस्या जन्मिँदै आँखा नदेख्नेवाला हुन्छ। कुरो बुझ्यो। त्यसपछि अगाडि के भन्छ भने एवं यस्तै प्रकारले तात भनेको बुबा दशम स्थानको मालिक शुक्र र शुक्रका साथमा के का साथमा जस्तै यो दशम स्थानको मालिक जो छ अब यो दशम स्थानको मालिक के भयो गुरु भयो हो कि हैन। अहिले यहाँ लेखेको मात्रै यो दशम स्थानको मालिक के छ गुरु मीन राशिको मालिक गुरु। अब यो गुरु शुक्र र सूर्यका साथमा 6 मा 8 मा अथवा 12 मा जान्छ भने कुरो बुझ्यौ। यस्तै गरेर त्यसको बुवाको पनि आँखामा समस्या हुने भयो। कुरो बुझ्यौ किन तात यो बुवाको स्थान हो बुवाको स्थानको मालिक शुक्र र सूर्यसँग युक्त भएर त्रिक स्थानमा जान्छ भने बुवाको आँखामा समस्या अथवा अन्धपन प्राप्त है। त्यस्तै गरेर यो तृतीयको मालिक शुक्र र सूर्यसँग युक्त भएर 6-8-12 मा जान्छ भने दाजुभाइको आँखामा समस्या। कुरा बुझ्यौ। यस्तै गरेर चतुर्थ स्थानको मालिक 6-8-12 मा शुक्र र सूर्यका साथमा जान्छ भने आमाको आँखामा समस्या सबको भन्दैछ। यस्तै गरेर पञ्चम स्थानको मालिक सूर्य र शुक्रसँग युक्त भएर 6-8-12 मा जान्छन् भने पुत्रलाई
आँखामा समस्या है। त्यस्तै गरेर सप्तम स्थानको मालिक 6-8-12मा सूर्य अथवा सूर्य र शुक्रका साथमा युक्त भएर 6-8-12मा जान्छन् भने श्रीमतीलाई के हुन्छ त आँखा सम्बन्धी समस्या हुन्छ। कुरो बुझ्यौ? यो चलाउने कुण्डली चलाउने तरिका हो सबै एउटाबाट। जस्तै अघि हामी भन्यौँ लगनको मालिक 6-8-12मा सूर्य र शुक्रका साथमा जान्छ भने व्यक्ति जन्मान्ध हुन्छ भन्यौ नि। त्यस्तै गरेर दशम स्थानको मालिक शुक्र र सूर्यका साथमा 6-8-12मा जान्छ भने पितामा के हुन्छ त आँखाको समस्या है। अब जन्मान्ध पुरै अन्धै कतिखेर हुने भन्ने कुरामा चाहिँ त्यहाँनिर फेरि अलिकति के पनि हुनुपर्छ। त्यहाँनिर शुभ ग्रहको अरू शुभ ग्रहको दृष्टि छ भने त्यहाँनिर आँखामा समस्या धेरै, आँखा चाहिँ अलिअलि भए पनि देख्ने समस्या धेरै, अलिक पछि गएर त्यसको दशा अन्तर्दशामा चाहिँ धेरै समस्याहरू हुने त्यस्तो हुन्छ होइन। यदि पाप गरेकै दृष्टि छ भने त जन्मान्दै हुन्छ, आँखै नदेख्ने हुन्छ। के भयो भने तभन्दा सूर्य र शुक्र साथमा हुन्, लग्नको मालिक पनि साथमा भएर त्रिक स्थानमा बस्दियोस्, त्यो जन्मान्ध नै हुन्छ। शुक्र र सूर्य मात्रै दुईटा युक्त भएर कहाँ बस्दिउन् त भन्दाखेरि त्रिक स्थानमा बस्दिउन्, रातमा आँखा नदेख्ने हुन्छ। योभन्दा अगाडि यो हिजोको हामीले उसमा पनि पढेका थियौँ, यदि चन्द्रमा पाप ग्रहसँग युक्त भएर द्वितीय भावमा जान्छ भने पनि आँखाको समस्या हुन्छ भनेको थियौँ होइन। त्यस्तै गरेर चन्द्रमा शुक्रसँग युक्त भएर द्वितीय भावमा जान्छ भने पनि आँखाको समस्या हुन्छ भनेको थियौँ। शुक्रको सम्बन्ध, चन्द्रमाको सम्बन्ध, सूर्यको सम्बन्ध आँखामा विशेष हुन्छ, त्यही कुरा यहाँ भन्दैछ। त्यही भएर यो द्वितीय स्थानको जो द्वितीयको फलमा यो शुक्र चन्द्रमा को फल पनि भन्यो किन त भन्दा द्वितीय स्थानबाट आँखा पनि हेर्छौँ। त्यही आँखा सम्बन्धी समस्याहरूको लागि द्वितीय स्थानकै जो मालिक छ त्यसकै फल अन्तर्गत यो आँखा सम्बन्धी समस्याहरूको बारेमा पनि यहाँ भनिदियो। बुझ्यो ल।